नमस्कार स्वागत छ हाम्रो पर्सन गुरुङ च्यानलमा। आज पनि फेरि हामी धेरै समयपछि फेरि देवर बाबुको साथमा देवर बाबुको च्यानलमा भाउजू हामी फेरि मुखबाङ लिएर आएका छौँ, जसमा हाम्रो चाहिँ यो मास्क लगाएर फोल्ड हुनेछ। हाम्रो टाइमिङ छैन। आजको हाम्रो आइटम चाहिँ चटपट मोमो ससेज अनि सलाद रहेको छ अनि यो निम्बु जुस छ। ल है साथीहरू, आज हाम्रो भिडियो हेरेर लाइक सेयर गरिदिनु होला, कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला है। ल अब हाम्रो सुरु हुन्छ है। यसरी लाउने होला है सुरु। यसलाई तलपट्टि पार्नु पर्दो रहेछ क्या, मैले यो टेप्पो हुँदो रहेछ नाकमा अनि देख्दैन। ल होइन क्यामेराम्यान अन क्यामेराम्यान त फेरि बुढो गो है गो गो भयो। सुन्ने रे कता यहाँ आहान देख्नु पर्यो नि। नानी कोले खा अच्छा ए बेटी लाङ्गा गर्न खाएको हुन्छ मैं करते हैं यहाँ पर ले जाता हूँ। ऐसा किलो बना क्या आता चटपटमा भट्टा र बदामले कस्तो झाल गर्छ। यो मेरो कान्छा उसले समात्नु भयो। अच्छा के आइज नानीको तपाईँकोमा चाहिँ जुस म त यता राख्छु, यता राख्नु मेरो जुस त आज जुस त हाम्रो त मिस्टेक भयो है। किन लास्टमा मात्रै खानु भनेको त केही छैन, खाइदियो आमा। चम्चा नि पनि चटपट नै हल त मेरो खा गयो हातले लाग्यो। ओइ नानी ओइ त्यो नानी नानीले खुवाएन के गरेको नानी त आउनुहुन्न है। सुन्दैन माइक लिनुपर्ने रहेछ है। माइक सुन्दैन है बोल्नु त। सबभन्दा लास्टमा म हुन्छु होला कि नानी सानो कस्तो सक्छ पहिला जुस लास्टमा हानेको अहिले हान्यो खाने चीटिंग करता है तू, चीटिंग 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 करता है तू। के भयो जुस के भन्छ जुजुले ल ल पहाडे भ्याउँदैछ नि। मम्मी पो ढिलो हुन्छ क्या खानु। बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। Ano? Pero naman
मेरो ससुर त नानी लयो है अनि त्यही हो उयो हाल्छ नानीले आफ्नो चाहिँ रुगा लाग्यो आफ्नो त्यो सक्दैन आमा खुर्सानी ठिक छ अन्त त खाएर गइसकेको भने ममै कतिवटा खायो भने थाहा भने हालिदिन्छु कसले हालिदिनेहरू तपाईँलाई जुठो दिनु मिल्छ र मस्त जोक मारा रे या हंस रे हलकट हंस नानी हालिदिनु म त खान्न त्यो अचार त यस्तो पिरो चटपटको खुर्सानी टोकेर यहाँ मान्छेलाई कसको फेरि मतलब एउटा साथी नानीले ल्यायो त आधा नानीले ल्यायो नानी त मेरो पनि भयो म त रुगा लाग्यो नानी फुलको बेसरी भयो क्या खुर्सानी टोकेर यो चाहिँ नि अचारसँग चाहिँ मैले चाहिँ के ससेज छ मेरो खै मेरो त खाल्छु त्यो त म फर्स्ट भयो हो मैले मुला सुला खाएन खानु जम्मै न मलाई खाएँ अरे भ्याएँ म त्यो पिरो गम्मै खाइदिएको यो अचार त भ्याउनु मलाई सक्दिनँ तपाईँ सेकेन्ड हुन्छ क्या तपाईँको दुइटा मुला रहेछ दाइको एउटा खै कता लैदिएको त्यो मेरो ससेर मैले भ्याउँथेन ससेर नानीले लैदिएर होइन मै फर्स्ट रहेछ खै तपाईँहरूको जुसै भ्यान रहेछ मेरो टक पनि थियो आमा म त पछि त यही हातले बजाइदिएको ए दुईटी नानीको मैले बाबु होइन भ्याइयो खोल खोल इ मै मात्र हुन्छ त मजाले खाएको दाजु नसिरेस्ट खानुपर्छ नि त ननिस्ट झम्की झम तपाईँले खाएको तपाईँको मुखै बजेको थिएन है कान्छ बाबु एक पनि यसको नाको सियान आमा छोरीको अब त्यो पसेर छोरी सिगाम लाउनु त त्यो भुजा पसेर लगाइ मेरो थाल उयो म थाल भ्याएँ मैले खानेकुरा भ्याएँ थाल भइदिएको म भएँ विनर माइला बाबु लास्ट बाबु एउटा यहाँ खुर्सानीको एउटा डल्लो राख्नुपर्ने रहेछ ज्याम ज्याम टोक्नलाई है न यही भएर रहेछ यो रहेछ पनि झ्याली अहिले मैले एक कुन्टा मुला हालिदिएको माइला बाबु र कान्छा बाबुले अरू त जुठो थियो मुला चोप त्यो मुला खान्छु अब अरू त जुठो अनि मुला हेरेर खाँदैन है जानु नानी कसले जित्यो छन् नानी अब इन्डिङ गर्नु पर्यो हाम्रो मुखबाङ कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु आजको लागि यो भिडियोबाट हामी बिदा मार्छौँ हस्त धन्यवाद नेक्स्ट के भन्नुपर्छ नि
सिउसुन अर्को भिडियोमा भेटौँला बाई 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 मार बाबु बाई नान बाई जुठो हातले नै बाई भयो बाई और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।